आयो खै मैले कत्रो कत्रो भगवान्ले दिएको क्या यो कति भारी हुँदो अनि बिचरा कत्रो ठुलो दुध क्या हेर त ल घिनाउँदो रहेछ घिनाउँछ यो चाहिँ घिनाउँछ आयो घिनाको ल खान्छु तिमी घिनाउ नि त तिमी आउँदाखेरि बुझ्दाउ न साह्रै महँगो छ तिम्रो उठ्दैन जाऊ यो मायु आएको थियो मायु यो राम्री केटीहरूको कस्ता अन्त दिए त हुन् त आयो फेरि यो वस्त्र जोगाउने गाह्रो देखो कि भाग्छन् छोपौँ अलिकति छोपिराखौँ यसले छोपौँ है कहाँ टोपीले हेलो मायु हेलो भयो भयो के गरेको हो ध्यानमा ओइ 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 के गरेको थियो आमा कति कालो आछि छि बुझ्ला त काट न बुझ्ला आमा के भन्नुभयो अङ्कल अङ्कल भन्छु नक्काली कोकिला चाहिँ मलाई मायु भिडियोमा आऊ न आयो केटाकेटी नाबालिका होला नि बिचरा पाप लाग्छ बच्चा छन् के को यत्रको बच्चा हो न ओठामा निचर्दा दुध आउँछ र 20 वर्ष नागेका आजभोलिको 12 वर्ष नपुग्दै उहाँ अङ्कलको फोनमा 3टा एप्स हालेर गुगलमा उम्ला हाल्न थाल्छन् अनि के को बच्चा आयो आन्टीहरूको राम्रो हुन्छ अङ्कलहरू विदेशतिर हुन्छन् घर व्यवहारले टेन्सन हुन्छ त्यो चुमुक हुँदैन त्यो मजा हुन्छ यिनीहरूको कहाँ राम्रो हुन्छ यिनीहरूको साइलो माइलो रामे पुलिस खलासी डाक्टर पाइलट सबै हुन्छ ल भोटिनी आइसक्यो हाम्रो भोटिनी भोटो के गर्दैछ गर्मी छ खोइ कहाँ अब भोटो आकी छ म त गर्मी छ कि आयो बिचरा हाम्रो भोटो है छि लुगा लाएर ल सबैले गर्मी छ यत्तिको भागी भोटिनी बटीले सबै बिहा गरौँ भनेको झुट जो गरेको भन्छ साँच्ची गरौँ भन्छ एकताल त मानेकी थिए बोका छु है राति दुःख दिन्छु भनेको तर्सी भगवान्को सम बिहा गरौँ भनेको यसलाई आजभोलि नि मान्छे नि गरौँ भने त मान्छे मर्दाको छोरो हो बाजेले 7वटा बिहा गरेको भोटिनी राम्रै छ काखामा च्यापेर पाताली कम्मर तिमीहरू हेर्थ्यौ होला लाइफमा भोटिनी सको भनेर ल्याउ डक्टर मिटिङ भन्छ डक्टरले पेन ल्यायो भन्छ डक्टरले कटु ल्यायो भन्छ भोटिनीलाई आउँछ यिनको दुध मिलाऊ डक्टरले कटु ल्यायो भन्छ जाऊ म कटु ल्याउँछु जाऊ राजा म पेन लाउँछु डक्टर वेटिङ भन त भोटिनीलाई यसलाई हेरौँ भोटिनीहरू त गजब हुन्छ त भोटिनीहरू त पुरा त लाउँदैन यतिसम्म लाउँछु नि पुरा त कहाँ लाउँछु बोला भोटिनी ल्याऊ डक्टर वेटिङ भन त खोइ त भोटिनी ल्याऊ डक्टर वेटिङ बनाऊ त ल्याउ भोटिनी ल्याऊ र यो बेला खाली गफ गर्दै होला खाली नराखौँ है महारानी पनि आएछ हामी त महारानी यो राति हजुर फेरि आज म चाहियो तिमीलाई टिपु देऊ पखाएको लुगा खोलेर आउँछु आयो खै पहिला खोक छोए खान्छु खोकी लास आयो के गरेको के तिमीले हामी त पनिसमेन्टमा पल्क्या छौ ल 1K मा पनिसमेन्ट कान्छे त फाँचो मार्ने पनिसमेन्ट ल म हारे भने झार्छु ल तिमीले के गरे पनिसमेन्ट भोटिनी पख एकताल पख ल महारानी तिमी जाऊ त एकचोटि हाम्रो एकछिन उ छ ल महारानी तिमी जाऊ त ओइ भोटिनी तिमीले मलाई के भनेको भोटिनी हाम्रो झगडा छ क्या महारानी तिमी जाऊ त तिमी एकछिन जाऊ त महारानी भोटिनी मैले त साथी मानेको तिमीलाई के भनेको तिमीले भोटिनी मलाई मन पऱ्यो भन्यो त्यसरी भन त भोटु
तिमीले मैले साथी मानेको तिमी जाऊ त मारा तिमी जाऊ त जाऊ न, जाऊ न। के कुरा म पनि सपोर्ट गर्छु यहाँ भोटेनलाई म भोटेनको बिग सपोर्टर हो थाहा छ कि नै यत्रो सपोर्ट छ मेरो एहे भोटो अरू के भन्नु खोजेको भोटोलाई? म कट्टु लाएर आउँछ है पक पक राति म त यसो कि त तिमीहरू चाहिँ बुबु देखाएर बस्न मिल्ने हाम्रो पनि यसो अलिकति नि गर्मी नि छ आयो भोटो बस एकछिन बस भोटो बस 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 भात खाइस् तेल अनेको भन्यो अनेकोले तिमीलाई त कटु अनि के भोटो हेर त यसले केटीको प्यान्टी लगाएर पो बसेछ भोटो केटीको त हाम्रो मिल्दैन कि केटीको मिल्दैन कि हाम्रो के मिल्दैन तिमीहरूको ढ्याप्छ सर आडी हाम्रो यता एकपट्टि केडा अर्कोपट्टि केडा हुन्छ कि सर सरिहाल्छ यो बिचको उसले सर्छ क्या हाम्रो तिमीहरूको ढ्याप्पै छ त नाम ल जस्तो अनि हाम्रो सर्छ क्या घरि ओल्लो केडा पल्लो केडा जान्छ कि डोरी हुँदैन क्या तिमीहरूको पछि कोसा छ चेप्छ त हाम्रो हुँदैन कि महारानी हेर त कति बाक्लो छ महारानीको अब टिपु ल भोटो सुन न फोन बोल्छ ल भोटो तिमी धेरै बोल्छौ कि यस्तो नबोल कि लड्डु यार तिमी कहिले सुध्रिने भन न मैले युकेसँग जस्तो लिङ्ग देखाएको छैन तिमीले अहिले भर्खरै त्यो पेन्टिङ अनि सुन अहिले भर्खरै मेरो फ्यानले भन्छन् ऊ कट्टु लगाएर बस्दा पनि केही देखिन